रिब्दीकोट पाल्पामा रहेको भैरवनाथ मन्दिर हाम्रो मुख्य आस्थाको केन्द्रमा पर्ने गर्दछ। डाँडाको टुप्पोमा रहेको यस मन्दिर पुग्नको लागि थुप्रै सिँढी चढेर अगाडि बढ्नुपर्ने हुन्छ। यहाँ भैरव र देवीलाई चढाइने मुख्य प्रसाद भनेकै यही रोट हो, जुन चाहिँ चामलको पिठोमा विभिन्न मसलाहरू राखेर घिउमा पकाउने गरिन्छ। हामीले पनि रोट र पूजा सामग्री लिएर मन्दिरतर्फ प्रस्थान गर्यौं। केही समय सिँढी चढिसकेपछि हामी मन्दिर पुग्न सफल भयौं। त्यहाँ पुग्दा भक्तजनहरूको ठूलो लाइन हामीले त्यहाँ देख्यौं र आफ्नो पालो पर्खेर केही समयपछि हामी मन्दिरभित्र पुग्न सफल भयौं। मन्दिरमा रहेको भैरवको मूर्ति हेर्न नहुने भन्ने प्रचलन रहेको हुँदा मूर्तिलाई हामीले नदेखिने ठाउँमा भित्र राखिएको छ। हामीले लगेको रोड मन्दिरका पुजारीहरूले त्यहाँ चढाइदिने गर्नुहुन्छ। त्यसपछि हामीले लगेको पूजा सामग्री त्यहाँ भगवानलाई चढाएर हामीले भगवानको पूजा आराधना गर्ने काम गर्यौं। भगवानको सामिप्यमा रहँदै गर्दा मनलाई निकै नै शान्ति मिल्ने गर्दछ। त्यसमाथि यस मन्दिरबाट देखिने हिमालको मनोरम दृश्यले मनलाई निकै नै आनन्द मिल्यो।